सम्पूर्ण इलाम जिल्ला नै मैले घुमिसकेँ अहिले। यति धेरै छेद विच्छेद भएको छ इलाम है। त्यो खिचेर हाल्नु न यताको एकछिन खिच्दैछु खिच्नु हो खिच्दैछु कि एकछिन भाउजूलाई भरे युट्युबमा हाल्दैन युट्युबमा नि हाल्दैन। अब यो राजद्वारी पुलको तलतिर मास्तिरको अवस्था यस्तो छ। एकदम डरलाग्दो भएर कस्तो छ। नेपाल आर्मीहरू यसरी खटेका छन्। हामी पनि इलाम नगरपालिकाबाट कर्मचारीहरू यहाँनिर सहयोगका लागि आइरहेछौँ। एउटा वडामा लगभग 4-5 जना मात्रै हुनुहुन्छ। सबैतिर पुग्न नसक्नु होला। यसरी जेसीहरूले काम गरिरहेको अवस्था छ। र हामी पनि यहाँबाट रमित हेर्दै जाँदैछौँ। माई खोलाको अवस्था यस्तो छ। माई खोला डरलाग्दो अवस्था छ यहाँको। अनि यस्तो भित्ता आएको छ। अनि पानीको छाल हानेर यत्रो वारिपट्टिसम्म तर्नु भनेको सामान्य कुरा होइन। साध्यै छैन माई खोलाको अवस्था हेरेर साध्यै छैन। ल र हामी सबै इलाम नगरपालिकाको कर्मचारीहरू पनि झरेका छन्। यहाँनिर विभिन्न सरसहयोगको लागि रात वितरण कार्यक्रमको लागि हामी पनि झरिरहेछौँ। र बाटोघाटो यस्तो अवस्था छ। त्यति राम्रो बाटो यस्तो भएको छ। राजद्वारी पुल हेर्नुहोस् कस्तो छ देखाउँदै लानेछु। ढुङ्गाहरू अझै पनि यहाँ काम गर्दै गरेको अवस्था। जेसीबीले माथिबाट ढुङ्गा लडाइरहेको अवस्था। यहाँ जोगिन पनि जोखिमै छ। हेर्नुहोस् हेर्न सक्नुहुन्छ माई खोलाको राजद्वारी पुलको डेन्जर अवस्था। यहाँको भिर पाखाबाट हेर्न सक्नुहुन्छ। भिर बाटो यसरी चर्केको छ यहाँले देख्न सक्नुहुन्छ। सबैजना सडक घाटोमा रहेको छ। माई खोलाको डेन्जर अवस्था हजुर हो नि। हेर न खोला अझै साध्य छ र। हेलो भर्खर पुग्यौँ हामी तल। अब के काम छ यहाँ हेरेर गर्छौँ। ल जाँदैछौँ हामी। अब एक फन्का घुमेर अराउँछन् होला नि त काम। होइन भरे पानी आइगयो भने त कतै सामान तामान बोक्दै गरेको बेलामा चाहिँ झरेर आइदियो भने त हालत हुन्छ। त्यही भएर बोकेर चाहिँ हिँडेको। यहाँनिर पुरै के हो आलुको थाकहरू देखिन्छ। के रातको सामानहरू हो कि भा यो के हो कि रातको लागि नै हो कि भा यस्तो छ। माई खोलाको अवस्था हेरौँ न। अब यो आलुको थाकहरू मात्रै यहाँ के छ
पारिपट्टि गएर एकचोटि हेरेर आउँ जाउँ न तर्नै त केही खतरा छैन होला नि त हो माई खोलादेखि पुलहरू पनि यसरी छ खोला नाला खतरा डेन्जर छ हेर्न सक्नुहुन्छ बालुवाले पुलहरू पुरिएको छ र एकदम हेर्नै पनि एकदम जोखिम जस्तो देखिन्छ यो माई खोलाको राजधानी पुल एकदम हल्लिरहेको अवस्था छ डेन्जर छ खोला नालाएर बगेको हेर्नुहोस् यस्तो डरलाग्दो अवस्थामा छ र माई खोलाको पारिपट्टि रहेको घरहरू पनि पुरा जगहरू खोलिसकेको अवस्था छ देख्न सक्नुहुन्छ तपाईँले घरका जगहरू यसरी यतैबाट खोलिएको छ मानिसको भिडान भिड छ वारिपट्टि रास्ताले मुखमा आइरहेको अवस्था देख्न सकिन्छ डेन्जर छ मान्छे बाँच्ने ठाउँ त